वार्षिक साधारण सभा बन्द सत्रका अध्यक्ष तथा नेपाल ब्याडमिन्टन सङ्घका अध्यक्षज्यू, यसै गरी यस कार्यक्रममा आफ्नो अमूल्य समय दिएर यहाँ उपस्थित हुनुभएका नेपाल ब्याडमिन्टन सङ्घका सम्पूर्ण पदाधिकारीज्यूहरू, यसै गरी आफ्नो यो खेती गर्ने व्यस्त समयका बावजुद यो ब्याडमिन्टन सङ्घको वार्षिक साधारण सभालाई भव्य र सभ्य रूपमा सम्पन्न गर्नका लागि आफ्नो अमूल्य समय दिनुहुने विभिन्न प्रदेशका प्रदेश अध्यक्षज्यूहरू, यसै गरी प्रदेशबाट प्रतिनिधित्व गर्नुहुने प्रतिनिधिज्यूहरू, यसै गरी विभिन्न जिल्लाबाट प्रतिनिधिको रूपमा आउनुहुने जिल्ला अध्यक्षज्यूहरू, यसै गरी प्रतिनिधिज्यूहरू लगायत यो नेपाल ब्याडमिन्टन सङ्घको वार्षिक साधारण सभालाई भव्य र सभ्य रूपमा सम्पन्न गर्नका लागि आफ्नो अमूल्य समय प्रदान गर्नुहुने सम्पूर्ण उपस्थित ब्याडमिन्टन प्रेमी महानुभावहरूमा म मेरो व्यक्तिगत तर्फबाट र समग्र नेपाल ब्याडमिन्टन सङ्घ जिल्ला शाखाको तर्फबाट हृदयदेखि नै आभार प्रकट गर्न चाहन्छु। लामो इतिहास बोकेको नेपाल ब्याडमिन्टन सङ्घ बिचमा केही धमिलो पानीमा माछा मार्नेहरूको कारणले गर्दा बिचमा विभिन्न शाखाहरू विभिन्न प्रदेशहरूमा विभिन्न खेलामा आएर यो ब्याडमिन्टनको एउटा गौरवमय इतिहासलाई खलबलाउने प्रयास गरियो। अन्ततः सत्यको जित हुन्छ भन्ने यथार्थलाई चरित्र गर्दै सम्मानित अदालतले यो नेपाल ब्याडमिन्टन सङ्घलाई वैधानिकता दियो। त्यसको प्रतिफलको रूपमा आज हामी यो गरिमामय साधारण सभा सम्पन्नको सङ्घारमा छौँ। म सत्यको पक्षमा र न्यायोचित निर्णय गर्ने सम्मानित अदालतप्रति उच्च सम्मान गर्दै हृदयदेखि आभार प्रकट गर्न चाहन्छु। अघि पनि हामीले विभिन्न शाखा विभिन्न प्रदेशबाट विभिन्न सुझावहरू आइसकेका छन्। अब हामी यो नेपाल ब्याडमिन्टन सङ्घलाई जुन रूपमा एउटा छाता सङ्गठनको रूपमा अगाडि बढाउन चाहन्थ्यौँ, अब आगामी दिनमा पक्कै पनि यो नेपाल ब्याडमिन्टन सङ्घले सम्पूर्ण खेलाडीहरूको नेतृत्व गर्दै एउटा ब्याडमिन्टनलाई नेपालको राष्ट्रिय खेलको रूपमा चिनाउन लागि पर्नेछ। हामी सम्पूर्ण यो ब्याडमिन्टन सङ्घमा आबद्ध रहेका ब्याडमिन्टन प्रेमी खेल प्रेमीहरू यो विषयमा लाग्नेछौँ र लाग्नुपर्छ भन्ने प्रतिबद्धता पनि दिन चाहन्छु। मैले यसलाई अन्यथा नलिनुहोला सुझावकै रूपमा अघि हामी केही साथीहरूसँग सल्लाह पनि गऱ्यौँ। यो एउटा हाम्रो गरिमामय यो हाम्रो एउटा साधारण सभा वार्षिक साधारण सभा भनेको पर्व हो, उत्सव हो। हामी हाम्रो आर्थिक अवस्था एकदम दयनीय छ। हामी तिर्नुपर्ने दायित्व रहँदै गर्दा र अघि एकजना वक्ताले भनि पनि सक्नु भएको छ, यो ब्याडमिन्टन खेल अलिकति महँगो खर्चिलो र अलिकति आर्थिक अवस्था सम्पन्न हुनेले मात्रै खेल्ने भन्ने चिनिन्छ। त्यसको जुन एउटा भनाइ छ त्यसलाई अन्त्यका लागि सङ्घले लाग्नुपर्ने हुन्छ। हामी पदाधिकारीहरू खेलप्रेमीहरूले लाग्नुपर्ने हुन्छ। यो आम सर्वसाधारणहरूको पहुँचको रूपमा खेल्न सकिने खेल भनेर यसलाई हामीले चिनाउनका लागि हामीले लाग्नुपर्ने हुन्छ। मैले उठाउन खोजेको कुरा चाहिँ यो नेपाल ब्याडमिन्टन सङ्घको लोगो हाम्रा लागि एउटा गर्वको चिन्ह हो। जुन नेपाल ब्याडमिन्टन सङ्घको लोगो छ त्यो लोगो आज यो वार्षिक साधारण सभाबाट मैले सुझाव पनि दिएँ, अन्यथा नलिनुहोला अध्यक्षज्यू लगायत कार्य समिति। आज यो वार्षिक साधारण सभामा हामी सहभागी मध्येबाट आर्थिक सङ्कलन गरेर नेपाल ब्याडमिन्टन सङ्घको वार्षिक साधारण सभा 2083 भनेर नेपाल ब्याडमिन्टन सङ्घको लोगो आज एउटा टी सर्ट मात्रै पनि सहभागीहरूलाई वितरण गर्न सकेको भए नेपाल ब्याडमिन्टन सङ्घको लोगोको अझ एउटा उत्साह अथवा नेपाल ब्याडमिन्टन सङ्घको लोगोको एउटा सम्मान हुन्थ्यो भन्ने मेरो व्यक्तिगत मात्रै नभएर कतिपय सहभागीहरूको त्यो एउटा धारणा पनि थियो होला। यो आर्थिक के कारणले यसलाई गर्न सकिएन, तर हामीले चाहिँ के भनेका थियौँ भने हामी जिल्ला प्रदेशबाट लेबी पनि तिर्यौँ, मतलब नवीकरण शुल्क तिर्यौँ। अब हामीलाई प्रतिनिधि बराबर एउटा केही नभए पनि 500 रुपियाँ तपाईँहरूले चाहिँ सहभागी जनाए बापत एउटा टी सर्टको लागि मात्रै भनेर भनिदिनु भएको भए पनि त्यो 500 रुपियाँ तिरेर हामी यहाँ आउँथ्यौँ ताकि हामी गर्वका साथ
यो अधिवेशन यो साधारण सभा पश्चात टी सर्ट नेपाल ब्याडमिन्टन सङ्घको लोगोलाई बोकेर विभिन्न देशका 75 जिल्लामा त्यो हामी झल्काउने थियौँ भन्ने यो मेरो सुझावको रूपमा आयोजक कमिटीलाई सुझाव दिए र धेरै समय लिन्न हामीलाई धेरै टाढा टाढा जानु छ र यो साधारण सभा भव्य र सभ्य रूपमा सम्पन्न भएकोमा म आयोजकप्रति हृदयदेखि नै आभार प्रकट गर्न चाहन्छु। यति भन्दै म फेरि पनि नेपाल ब्याडमिन्टन सङ्घ सम्पूर्ण जिल्ला शाखाहरूको नेतृत्व गर्दै भनेर भन्नुभएको थियो। फेरि पनि म नेपाल ब्याडमिन्टन सङ्घ सम्पूर्ण जिल्ला शाखाको तर्फबाट आयोजकप्रति हृदयदेखि नै आभार प्रकट गर्दै मेरा 2 शब्द यही अन्त्य गर्न चाहन्छु। धन्यवाद। जय ब्याडमिन्टन।